एभ्रिवान, वेलकम टु माई च्यानल। आशा छ सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अनि आज मैले चाहिँ तपाईँहरूसँग फर्सीको हलुवाको रेसिपी सेयर गर्दैछु। तपाईँहरूलाई पनि सिकाउँदैछु र म पनि सिक्दैछु, किनभने यो चाहिँ मेरो फर्स्ट टाइम हो फर्सीको हलुवा बनाएको। यो चाहिँ ठ्याक्कै गाजरको हलुवा जस्तै जस्तै हुँदो रहेछ। अनि यसलाई चाहिँ मैले सेम त्यही प्रोसेसमै बनाएँ, गाजरको हलुवा जसै गरी। पहिला चाहिँ पाकेको फर्सी ल्याएर त्यसलाई कोरेसोमा कोरेर त्यसलाई मसिनो बनाइसकेपछि चाहिँ अलिकति घिउ राखेँ। त्यसपछि त्यसलाई चाहिँ मैले एकछिन फ्राई गरेँ। यसको भोल्युम घटिसकेपछि मैले अलिकति दुध एड गरेँ। दुध एड गरिसकेपछि त्यसलाई मजाले पाक्नको लागि छोडिदिएँ। पछि मैले त्यसमा ड्राई फ्रुटहरू पनि एड गरेँ। तपाईँहरूले चाहिँ ड्राई फ्रुटलाई घिउमै भुटेर बनाउन सक्नुहुन्छ। यसको टेस्ट चाहिँ ठ्याक्कै गाजरको हलुवाको जस्तै जस्तै हुन्छ। गाजरको हलुवा जस्तो त्यस्तो मिठो चाहिँ होइन, तर सेम त्यस्तै त्यस्तै ठिकठिकै मिठो चाहिँ मिठो हुन्छ होइन। तपाईँहरू पनि ट्राई गर्नु होला एकचोटि। मेरो चाहिँ यस्तो भयो। पाकिसकेपछि चाहिँ यत्तिको थियो होइन। देख्दा चाहिँ एकदम यम्मी थियो, खाँदा पनि यम्मी।